ल हेर्नुहोस्, तपाईँहरूले पानी त हेरि नै सक्नुभयो होला कस्तो छ। एकदमै कुनै तालको कोसीको पानीभन्दा कम छैन। र त्यस पछाडि हेर्नुहोस् धान पाकि नै सकेको अवस्था है। अब यो महिनामा यो धान लगभग प्राय सबै रातो भइसकेको हुन्छ। हेर्नुहोस् नि, धान चाहिँ यसरी अब यस्तो भइसकेको अवस्था छ है। हेर्न सक्नुहुन्छ, अब पाकिसक्यो धान पनि। अब यो अलिक चाँडै रोपेको धान हो। यस्तो छ है धान। ल अब कतिको फलेको हो, नफलेको हो, भएको हो, नभएको, अब तपाईँहरूले अब विचार गरेर भनिदिनु होला है।